प्रिय अनजान पात्र, खै किन अपरिचित भएर पनि तिमी परिचित झैँ लाग्छौ। कहिल्यै नभेटेर पनि वर्षौंदेखि भेटिरहेको जस्तो छौ। तिम्रो आवाज जति सुने पनि म थाक्दिनँ। तिम्रो मुस्कान जति हेरे पनि मेरो आँखाले चित्त बुझाउन सक्दैन। छोएको छैन तिमीलाई, यद्यपि किन स्पर्श गरे झैँ लाग्छ। अँगालेको छैन तिमीलाई, तर यति टाढाबाट पनि तिम्रो अँगालोको न्यानोपन महसुस हुन्छ। के जादु गर्छौ कुन्नी, आँखा बन्द गर्दा लाग्छ तिमी मेरो समीप छौ। आँखा खोल्दा चलचित्रको दृश्य झैँ तिमी मेरो सामुन्ने मुस्कुराइरहन्छौ। कति सजीव भएर तिमी मेरो समीप आउँछौ। कल्पनामै घन्टौँ तिमीसँग संवाद हुन पुग्छ। यो प्रेमको अनुभूतिले नै मन तृप्त हुन्छ। यस्तो होइन कि तिमी हुनै पर्छ, तर भइदिए सायद हुनु र नहुनुमा धेरै भिन्नता छ। नहुँदा प्रेम हुन्छ, भएपछि प्रेममा धेरै कुरा मिसिँदै जान्छ। सङ्लो पानी रहँदैन, धेरै स्वादहरू घोलिँदै जान्छ। तर म कल्पना गर्छु हाम्रो प्रेम चिनी र पानी जस्तै होस्, मिसिँदै जाओस्, मिठास बढ्दै जाओस्। चाहेको सबै पाउनुपर्छ भन्ने छैन। पाएर पनि गुमाउनुको पीडा कस्तो हुन्छ म राम्रोसँग बुझ्दछु। तथापि तिमीलाई पाएर गुमाउनु नै नपरे। यो प्रेम र कविता उस्तै लाग्छ आजकल मलाई। मनको डायरीमा प्रेम लेखिएर बस्छ, पाना पल्टाउने साहस हुँदैन। कविता लेखिँदै जान्छ, लेखिए पनि मनको डायरीमा दबिएको भावना फुट्दैन। कुरा कति गुमाउनु पर्छ, बिम्बहरूमा आफूलाई लुकाउनु पर्छ। डर भए लज्जामा प्रेम लुकाए झैँ। टाढा भएर पनि किन तिमी मेरो यति नजिक छौ, लाग्छ तिमी मेरो ढुकढुकीमै बस्छौ। नसताउन यसरी प्रिय, अनुमति बिना मेरो यो हृदयभित्र पसेर यसरी नतडपाउन प्रिय।